सबैजनालाई नमस्कार। हाम्रो चाहिँ इट्टा उद्योगमा यो चाहिँ ठुलो टेलरमा 16,000 इट्टा चाहिँ लोड हुँदैछ। हेर्नुस्, लोड भइसक्यो। लास्ट सल्लीतिर कसरी इट्टा लोड हुन्छ त भन्ने कुरोमा हामी चाहिँ यसरी देखाउँदैछौँ। हेर्नुस्, यो लास्ट लाइन हो। यसरी यो चाहिँ तपाईँको यो कन्भर्ट बेल्ट छ, कन्भर्ट बेल्ट लगाएको छ। एउटा यसमा मोटर जोडेको छ। हेर्नुस्, मोटर अनि यसरी तलबाट यसरी यहाँबाट रातो इट्टा यसरी खाली भइसक्यो। यसरी यहाँबाट यसरी लगाएर यताबाट यसरी लोड गरेर राख्नु। तलबाट केटाहरूले हालिरहन्। मोटर छ, यसरी लोड गर्दा चाहिँ खास हुन्छ। यो चाहिँ इट्टा लोड गर्ने तरिका हो। हेर्नुहोस्, यहाँबाट केटाहरूले तलबाट हालिरहेको यसरी माथि गयो। यस्तो राम्रो है। यसरी माथि यसरी यहाँ लोड भइसक्यो। हेर्नुहोस्, यहाँबाट मेसिनबाट आइरहेको छ। मेसिनबाट चाहिँ यसरी लोड हुन्छ। हेर्नुहोस्, केटाहरूले चाहिँ बिना ट्रक कटेर यो चाहिँ 4वटा समात्छ एउटा चिम्टीले। यसरी मेसिनबाट टकबाट आइरहेको तलबाट यसरी समात्ने चाहिँ यो चिम्टी हो। यसले समात्छ, लक हुन्छ। यसरी पक्रेर यसरी खोलिदियो भने फेरि हुन्छ। 4वटा चाहिँ इट्टा चाहिँ यसरी। हजुर होइन नि, ल यसरी चाहिँ 16,000 इट्टा है ट्याक्क लोड गर्दैछन् कान्छाहरूले। यसरी गऱ्यो भने छिटो चाहिँ लोड हुन्छ है। हेर्नुहोस्, कति फ्रेस इट्टाको छ। जस्तो हेर्नुहोस् है, म यो चाहिँ समात्दै देखाउँछु तपाईँको। यो भयो नि, यसरी यसरी सार्ने, यसरी सार्ने। हाम्रो गुरुजी तल, गुरुजी तल। यसरी चाहिँ यहाँ हालिदिउँ। यसरी चाहिँ हाम्रो इट्टा लोड हुन्छ। तपाईँलाई यदि यो इट्टा लोड गरेको मन पर्यो भने अरू भिडियो पनि हेर्न चाहनुहुन्छ भने हाम्रो चाहिँ च्यानललाई चाहिँ चाइनिज इट्टा च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। ल यति जेलसम्म हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा भेट हुँदा है त।